हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ हामीहरू कक्षा 7 को पिकनिकको लागि परशुराम धाम जान गइरहेका छौँ। सो म पनि त्यही परशुराम धाम गइरहेका हुनाले म छोटो ब्लग बनाउन गइरहेको छु। मेरो ब्लगलाई राम्रोसँग हेरिदिनु होला, धन्यवाद। सो गाइज, अहिले चाहिँ हामीहरू पिकनिकको सपिङ गरेर तलतिर जाँदैछौँ। यो आदित्य चौधरीको हातमा मेरो क्याडबरी डेरी मिल्क छ र मेरो ब्यागमा चाहिँ यो ललिपप र अरू छ। साथै हामीहरू अब तलतिर जाँदैछौँ। हामीहरूको साथीहरू पनि अहिले करेन्ट र अरू चिजहरू किनिन्। छौँ सबैजना गाडीमा चढ्दैछन्। यो राहुल, यो आकाश सबैजना छन्। नाच्न र गाउन आउँदैछ दुर्गेश। नास्ता खान रोकेका छौँ र हामीहरू नास्ता खाएर आइसकेका छौँ। अब गाडी चलाउनु छ। हामीहरू परशुराम धाम पुगिसकेका छौँ र यहाँ सबैजना धुप किन्दैछन्। हामीहरू पनि अब परशुराम धाम जान्छौँ। सो गाइस, त्यसपछि चाहिँ हामीहरू परशुराम धाम गएका थियौँ, जहाँको मसँग फोटोहरू मात्र रहेकाले म तपाईँहरूलाई भिडियो देखाउन सक्दिनँ। सो गाइस, त्यसपछि पनि हामीहरू थुप्रै ठाउँ गएका थियौँ, जस्तै यो बुढो झरना र यो आलिताल। हेलो गाइज, अहिले यहाँ हामीहरूको गाडी पङ्चर भएको छ। सो अहिले हामीहरू सबै बाहिर निस्केका छौँ। यहाँ गाडी पङ्चर भएका कारणले सबै बाहिर निस्केका छन् र